रहेर कुनै पनि कार्य गरेका छौ त्यहाँ तिमीले कहिले पनि सक्सेस प्राप्त गरेका छैनौ, त्यो तिमीले पनि आफै नोट गर्न सक्यौ। त्यस कारणले गर्दाखेरि यदि सक्छौ भने कमसेकम महिनामा 1 दिन होस्, सक्दैनौ 6 महिनामा 1 दिन होस्, त्यो पनि सक्दैनौ भने वर्षमा 1 दिन होस्। त्यो कहिले जन्मदिन छ, आफ्नो एनिभर्सरी छ, पूर्णिमा छ, सङ्क्रान्ति छ, अथवा जुनसुकै एउटा पवित्र दिन छ भने एउटा त्यो पवित्र दिनलाई चुज गरेर यदि भगवान श्री सत्यनारायणजीको पाठ पूजा गर्नेछ भने अवश्य पनि तिमीहरूको जीवनमा यस्तो प्रकारको दुःख तकलिफ कहिले पनि आउनु पर्ने छैन। यस्तो दुःख तकलिफ तिमीले कहिले पनि सहन सक्ने आवश्यकता पर्ने छैन भनेर चाहिँ भगवानले उनीहरूलाई विदा गर्नुभयो। उनीहरू अब भगवानको आशीर्वाद लिएर प्रसन्न मुद्रा भएर आफ्नो घरमा गए। घरमा गइसके पछाडि लीलावती कलावती सबैजनासँग चाहिँ मिलन भयो। मिलन भइसके पछाडि सदैव भगवानको पाठ पूजा गर्दै 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 सुख शान्ति समृद्धिको साथमा आफ्नो जीवन पनि व्यतीत गरिदिए। भन्नु सत्यनारायण भगवानको। अब लास्ट अध्यायमा एउटा तुङ्गध्वज नामको राजा हुन्छ। त्यो राजा एकदम नास्तिक राजा हुन्छ। नास्तिक भनेको पाठ पूजा गर्न बिल्कुल मनै लाग्दैन, आफूले आफूलाई नै भगवान सम्झिने, एकदम नास्तिक। तर त्यो देशका प्रजाहरू भने एकदम आस्तिक, पाठ पूजा धेरै गर्ने। एकपल्ट के भयो त हुनुहुन्छ भने एउटा जङ्गलको बिचमा गएर एउटा विश्व कल्याणको लागि चाहिँ पाठ पूजा गर्ने आयोजन गरे। उनीहरू जङ्गलमा गए, भगवानको दिव्य पाठ पूजा गरे, राजालाई पनि लिएर गए। राजाले के गरे त भन्नुहुन्छ भने त्यो सानो सानो ढुङ्गाद्वारा चाहिँ सानो सानो त्यो पत्थरहरूलाई युज गरेर चाहिँ त्यो पशु पक्षीहरूको हत्या गर्न लाग्यो त राजाले। यतापट्टि प्रजाहरूले चाहिँ यस्तो मजाले पाठ पूजा गरिरहेका छन्, उतापट्टि राजाले चाहिँ पशु पक्षीहरूको हत्या गरिरहेको छ, एकदम अनर्थ कार्य गरिरहेको छ। पूजा सम्पन्न भयो। पूजा सम्पन्न भइसके पछाडि सम्पूर्ण प्रजाहरूले चाहिँ राजालाई पनि प्रसाद दिने कोसिस गरे। राजाले के गरेको भन्दाखेरि चाहिँ प्रसाद पनि हातमा लिएर जमिनमा फ्याँकिदियो। न त भगवानलाई प्रणाम गरियो बल्कि प्रसाद पनि हातमा लिएर भगवानको त्यो प्रसाद भएमा फ्याँकिदियो। यसले के भयो त हुन्छ भने भगवान त्यो माथि रुष्ट हुनुभयो। सायङ्काल भयो, सबैजना आफ्नो आफ्नो घरमा जान लागे। राजाले पनि के सोच्यो त भन्दाखेरि मलाई पनि अब राज्यमहलमा जानुपर्छ भनेर जब राज्यमहलमा प्रवेश गरिसकेको थियो, भगवानले आफ्नो दिव्य शक्तिद्वारा के गर्नुभयो त उसको आँखालाई ब्लाइन्ड गरिदिनु भयो। भन्दाखेरि उसले जे पनि देख्छ यस्तो लाग्छ कि लाइक भूकम्प आयो, यहाँ पुरा तहस नहस भयो। यस्तो गरिदिनु भयो हाम्रो भगवान सत्यनारायणले आफ्नो दिव्य शक्तिको द्वारा उसले एउटा सबक सिकाउनको लागि। त्यत्रो ठुलो महल थियो, अचानक तहस नहस हुँदा एकदम होपलेस भयो, हार्ट एट्याक आयो। त्यहाँ प्रजाहरू थिए, प्रजाहरूले चाहिँ त्यो राजामाथि चाहिँ पानी छिड्किए। जब उसको होस खोल्यो तब प्रजाहरूले भने कि हे राजन, तपाईँले चाहिँ जब हामीहरूले भगवान सत्यनारायणजीको पाठ पूजा गरिरहेका थियौँ त्यतिखेर हजुरले चाहिँ न त भगवानको आशीर्वाद दिनुभयो बल्कि हजुरले त त्यत्रो शक्तिशाली प्रसादलाई पनि जमिनमा फ्याँकिदिनु भयो। त्यसै कारणले हजुरले चाहिँ भगवान श्री सत्यनारायणजीले अभिशाप दिनुभएको छ होला। त्यस कारणले अब तपाईँ पुनः त्यो जङ्गलमा जानुहोस्, भगवानसँग क्षमायाचना गर्नुहोस्, राम्रोसँग पाठ पूजा गर्नुहोस्। यदि यो गर्नुभयो भने अवश्य पनि भगवान सत्यनारायणजीको हजुरले चाहिँ फल प्राप्ति गर्न सक्नुहुन्छ अथवा भगवानको आशीर्वाद प्राप्त गर्न सक्नुहुन्छ भनेर चाहिँ सब प्रजाहरूले जब सम्झाए तब जब गएर त्यो राजालाई सद्बुद्धिको प्राप्ति आयो। जब सबै कुरा हरायो, गुमायो, तब बल्ल त्यसलाई सद्बुद्धिको प्राप्ति आयो। जब अब जङ्गलमा गयो, जङ्गलमा गइसकेपछि उसले भगवानलाई पुकार्यो, हे प्रभु, मैले आफ्नो जीवन पर्यन्त मैले के कुकर्म गरिरहेको थिएँ प्रभु, मलाई अन्जान सम्झेर मलाई क्षमा गर्नुहोस्। यस्तो गल्ती मैले कहिले पनि गर्ने छैन। बस मैले दुईवटा हात भएर यही गर्न चाहन्छु कि जीवन पर्यन्त मैले दिन दुखीहरूको सेवा गर्न सकूँ, हजुरको चरणमा बसेर आफ्नो सम्पूर्ण देशका प्रजाहरूको मैले चाहिँ समर्पित भावले पाठ पूजा गर्न सकूँ, उनीहरूलाई सेवा गर्न सकूँ, हजुरको पाठ पूजा गर्न सकूँ र मेरो आफ्नो माता पिताजीलाई चाहिँ सेवा भावले सेवा गर्न सकूँ। यो सेवा मलाई केही पनि गर्नु छैन। म फाइनली हजुरको चरणमा आएर म आफूलाई आत्मसमर्पण गर्छु। हजुरलाई जे लाग्छ त्यही गर्नुहोस् प्रभु भनेर चाहिँ त्यो नास्तिक राजाले अहिले चाहिँ यस्तो भाव र भक्तिद्वारा भगवानलाई पुकार्यो। भगवान पनि एकदम अचम्भित हुनुभयो। यो राजा यसरी आस्तिकमा कसरी आयो भनेर भगवान पनि अचम्भित हुनुभयो, आशीर्वाद दिनुभयो। त्यो नास्तिक राजाले चाहिँ जीवन पर्यन्त दिन दुखीहरूलाई सेवा गर्यो, आफ्नो मातापिताजीहरूलाई सेवा गर्यो र जीवन पर्यन्त भगवानको पाठ पूजा गर्दै 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 अन्तिम श्वास पनि भगवानकै चरणमा त्यागिदियो। भन्नु सत्यनारायण भगवानको। भन्न खोजेको नैमिषारण्य तीर्थमा जति पनि ऋषि मुनिगण हुनुहुन्थ्यो, 88,000 सब ऋषि मुनिगण हुनुहुन्थ्यो, उहाँलाई यही कथा सुनाउनुहुन्छ कि जुनसुकै व्यक्तिले जुनसुकै दिनमा पनि सत्यको मार्गमा बसेर आफ्नो कर्म गर्छ, आफ्नो मातापिताजीले सेवा गर्छ र जीवन पर्यन्त
भगवान श्री सत्यनारायणजीको पाठ पूजा गर्छ, जप तप गर्छ, मन्दिर जान्छ, दिन दुखीलाई आवश्यकता पर्ने डोनेसन गर्छ, त्यो गर्छ भने अवश्य पनि त्यस्तो व्यक्तिको जीवनमा उत्तरोत्तर प्रगतिको कामना आउँछ भन्ने चाहिँ यही कथा सुनाउनुहुन्छ। भन्नु सत्यनारायण भगवानको घर ल्याइदिन्छ, फुल चढाएर जान्छ यहाँ सत्यनारायण भगवानलाई। फुल चढाइदिन्छ अब हामीले हवन गर्छ। झ्यालहरू सबै खोलिदिनु। ओम अग्रेणय सुपधाराय यस्मान् शिवानि देव वैनानि विद्वान् चुराणवेनो गोष्ठान्ते नमो किं देम। अग्निनारायणाय नमो नमः। ध्यानं ध्यानार्थे पुष्पाणि च समर्पयामि। अग्निस्थनारायणाय नमो नमः। प्रार्थनापूर्वक नमस्काराणि नमस्करोमि। ऋग्वेदाय नमो नमः। यजुर्वेदाय नमो नमः। सामवेदर्वेदाङ्कारदेवताभ्यो नमो नमः। प्रार्थनापूर्वक नमस्काराणि विधियामि नमस्करोमि। तथा सर्वोपचारार्थे गन्धपुष्पाणि च समर्पयामि। धूपम् आग्रापयामि। प्रत्यक्ष दीपकं दर्शयामि। नैवेद्यं च निवेदयामि। यो दिनुहोस् तपाईँलाई। यो नैवेद्य अगाडि छ, हजुर अगाडि हेर्नु त, यो मात्रै हुन्छ। ओम अग्निनारायणाय नमो नमः। प्रार्थनापूर्वकं करोमि। ओम प्राणाय स्वाहा। ओम अपानाय स्वाहा। ओम व्यानाय स्वाहा। ओम उदानाय स्वाहा। ओम समानाय स्वाहा। मध्ये पानीयमुत्तरापूर्वं जलं समर्पयामि। हस्ताप्रक्षणार्थे, मुखप्रक्षणार्थे, पादप्रक्षणार्थे आचमनीं जलं समर्पयामि। अग्निनारायणाय नमो नमः। ओम भू स्वाहा इदम् अग्नये नमः। ओम वा स्वाहा इदं वायवे नमः। ओम स्व स्वाहा इदं सूर्याय नमः। ओम स्वाहा इदम् अग्निवरुणाभ्यां नमो नमः। ओम शान्तिकर्मणि सर्वत्र तथास्तु। स्वप्नदर्शने ग्रहपीडाशुतो ग्राशुः महात्म्यं शृणुय नमः। आरोग्यता प्राप्ति कामनार्थं शतशं वत्सरं दीर्घमायुः। शतशं वत्सरं दीर्घमायुः। नमः स्वाहा भन्दा थोरै थोरै हजुरले स्वाहा गर्नु पर्यो है त। यस्तै गर्नुपर्छ न। यस्तो यो चोरीवालालाई चाहिँ थाहा सुन्न भएन। पर्फेक्ट, एकदम पर्फेक्ट। नभए स्वाहा भन्दा ठ्याक्कै यस्तरी स्वाहा गर्नुपर्छ है, यस्तरी। र कोसिस गर्नुहोस् कि त्यहाँ भएको कुरा चाहिँ यसैमा परोस् है। हरि ओम मा गणानान्त्वा गणपतिग्ं हवामहे। प्रियाणान्त्वा प्रियपतिग्ं हवामहे। निधीनान्त्वा निधिपतिग्ं हवामहे। वसो मम आहमजानि गर्भदमा त्वमज श्रीगर्भदम्मा। ओम गङ्गणपतये स्वाहा। ओम मा अम्बे अम्बिकें बालिके नमानयति कष्टन सहस्रश्वगः। सुभद्रिकां काम्पीरवादिनीं मा ओम गौर्यै स्वाहा। ओम मा पुष्पाजानिर्मणबन्धमानस्तदा शास्त्रीरसमानमभिर्विहीयहेटमानो वरुणीयपोद्युरिषड्गुणसमान आयुप्रमोदिः। ओम कलशवरुणयुताभिरमा स्वाहा। ओम मा आतिष्ठेन रजसा प्रतमानो निवेशयन्नमृतमर्त्यं च हिरण्येन सवितारधेना देवोजादिगुणान् प्रसन्ना। ओम भो सूर्याय स्वाहा। ओम मा इमं देवास्वदमो सवद्भं महादेवक्षत्राय महते ज्येष्ठाय महते जानराज्याय नसेन्द्रियाय एकभो मीराजासो मोस्माकं ब्राह्मणाना गुराजा। ओम चन्द्रमसे स्वाहा। ओम अग्निर्मूर्धादिवः कगपतिः पृथिव्याय मापा गुरेता कुशुद्रिमति। ओम भौमाय स्वाहा। ओम पृथ्वीस्वाग्नि प्रतिजागृहीत्वमिष्टा पूर्ते सद्गोषितेतामयं चास्मिन् तदस्ति अयुक्तरस्मिन्ष्वे देवादजमानश्यसि तथा। ओम बुम्बुधाय स्वाहा। ओम मा बृहस्पति अप्यचर्जुवर्याधनीतो जद्दीतयत्तवसर्गमा उपायामगृहीतो सिद्ध्रेर्वा। ओम बृहस्पतये स्वाहा।
ओम अन्नात् पशुभः सोमं प्रजापतिः ऋतेन सत्यमिन्द्रियं विपानगो शुक्रमन्दस इन्द्रसेन्द्रियं विदम्पयमृतमधु ओम शुक्राय स्वाहा ओम शन्नो देवी रविष्टया ओमवन्तु पीडये शल्यो रविस्रवन्धुनः ओम शन्धनिष्ठराय स्वाहा ओम कयानश्चित्रवधूरी सदा वृतः सकाकया शतिष्ठया वृता ओम राम राहवे स्वाहा ओम गेतुं ग्रेण्वन्नकेतवे पेशो मर्जापेशते समृद्धिजायताः ओम केङ्केतवे स्वाहा ओम सप्तधिदेवताभ्यो नमः स्वाहा ओम क्षेत्रपालाय नमः स्वाहा ओम चतुष्षष्टियोगिनीभ्यो नमः स्वाहा ओम एकदन्ताय विद्महे वक्रतुण्डाय धीमहि तन्नो दन्ति प्रचोदयात् स्वाहा ओम नारायणाय विद्महे वासुदेवाय धीमहि तन्नो विष्णु प्रचोदयात् स्वाहा ओम महालक्ष्मी विद्महे विष्णुपत्नी धीमहि तन्नो लक्ष्मी प्रचोदयात् स्वाहा ओम तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्र प्रचोदयात् स्वाहा ओम कात्यायनी विद्महे कन्याकुमारी धीमहि तन्नो दुर्गे प्रचोदयात् स्वाहा ओम अंजलिसुता विद्महे वायुपुत्राय धीमहि तन्नो हनुमत् प्रचोदयात् स्वाहा ओम ऐं ह्रीं क्लीं चामुण्डा विचे स्वाहा ओम नमो भगवते वासुदेवाय स्वाहा आफ्नो सम्पूर्ण पितृहरूलाई सम्झिनुहोस् ओम पितृभ्यः सुधाभ्यः सुधा नमः पितामहेभ्यः सुधाभ्यः सुधा नमः प्रपितामहेभ्यः सुधाभ्यः सुधा नमः अक्षन् पितरोमि मदन्त पितरोति त्रिपन्त पितरः पितरः शुन्दति ब्रह्मा ओम पितृभ्यो स्वाहा ओम पितृभ्यो स्वाहा ओम कुलदेवताभ्यो नमः स्वाहा ओम कुलदेवताभ्यो नमः स्वाहा ओम सर्वेभ्यो देवेभ्यो नमः स्वाहा ओम सर्वेभ्यः तीर्थेभ्यो नमः स्वाहा ओम सर्वेभ्यः समुद्रेभ्यो नमः स्वाहा ओम नमो भगवते वासुदेवाय 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 स्वाहा ओम त्र्यंबकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीयमावृतात् ओम श्री महामृत्युंजयाय नमः स्वाहा ओम अभिलाषी पशुपतिनाथाय नमः स्वाहा ओम मनोकामनादिभ्ये नमः स्वाहा ओम चागुनारायणाय नमः स्वाहा ओम भद्रकाले नमः स्वाहा ओम दक्षिणकाले नमः स्वाहा ओम महालक्ष्मी नमस्तुभ्यं सुरेश्वरी हरे प्रिये नमस्तुभ्यं स्वाहा ओम गायत्री देव्यै नमः स्वाहा ओम गंगायै स्वाहा ओम यमुनायै स्वाहा ओम सरस्वत्यै स्वाहा उठो अपन समय गर्नुपर्छ